अ, धन्यवाद दिवाकर सर। सम्पूर्ण साथीहरूलाई नमस्कार। यस कार्यक्रमको आयोजक एनपेएफ एक्जिक्युटिभ कमिटी, फाउन्डिङ चेयरपर्सन डिलाराज बरालजी, यस कमिटीका भाइस चेयरपर्सन दिवाकर भण्डारीजी जो आजको कार्यक्रमको मोडरेटर पनि हुनुहुन्छ, सेक्रेटरी रूपेश पोखरेलजी, ट्रेजरर प्रदीप सिंहजी लगायत अन्य सम्पूर्ण एक्जिक्युटिभ कमिटी मेम्बर्सहरू र भेरियस सब कमिटिजहरूमा रहेर काम गर्नुभएका अन्य सम्पूर्ण साथीहरू, सर्वप्रथम त सबैलाई फेरि पनि सादर नमस्कार गर्दै आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रमको टपिक रहेको छ एनपेएफ्स रोल इन नेसन बिल्डिङ एन्ड सोसियल रिइन्जिनियरिङ इन प्रेजेन्ट नेपाली कन्टेक्स्ट। आई थिङ्क यो सब्जेक्ट आफैले पनि आजको कार्यक्रमको गरिमा, यसको महत्त्व, वर्तमान परिप्रेक्ष्यमा बदलिदो परिस्थितिहरूमा हामीले बेला बेलामा आफ्ना कदमहरूलाई, आफ्ना समाजप्रतिको हामीले लगाइराखेको एफर्टहरूलाई पुनरावलोकन गर्नुपर्ने, फेरि पनि रिफ्लेक्ट गरेर हेर्नुपर्ने, हामीले सोच्नुपर्ने, सचिनुपर्ने र हाम्रा कर्महरूलाई हामीले आफ्नो पेशागत वातावरणमा, पेशाको ठाउँमा लगायत समाजमा हामीले राखिराखेको जुन पनि कन्ट्रिब्युसनहरू छ, हामीले चालिरहेका जुन पनि पाइलाहरू छन्, तिनलाई रिफ्लेक्ट गरेर हेरिरहनु पर्ने आवश्यकता अनुरूप आजको यो बदलिदो परिस्थितिमा आज एनपेएफले यो कार्यक्रमको सान्दर्भिकतालाई महसुस गरेको छ र विशेष धन्यवाद म दिवाकर भण्डारीजीलाई दिन चाहन्छु, किनभने उहाँले यस कार्यक्रमको डिस्कसन उहाँले फ्लोरमा लिएर आउनुभयो र एक्जिक्युटिभ कमिटीले यसलाई एग्री गरेर यो कार्यक्रमको सान्दर्भिकतालाई महसुस गरेर आज हामी सबै बीच यो कार्यक्रम रहेको छ। आई थिङ्क क्रमिक रूपमा अन्य साथीहरू पनि जोडिनुहुन्छ होला। म सर्वप्रथम त आजको कार्यक्रम हामीले बदलिदो परिस्थिति भनेर अहिलेको नेपाली कन्टेक्स्टमा भनेर भन्दै गर्दाखेरि म एउटा कुरा के क्लियरली साथीहरू बीच राख्न के चाहन्छु भने यो दिस इज नट एट अल अ पोलिटिकल वेबिनार अर एनिथिङ, त्यस्तो बिल्कुलै होइन। हामी एक सचेत नागरिकको हैसियतले, एक सभ्य नागरिक बन्ने कोसिसमा लागेका व्यक्तिहरूको हैसियतले समाज, आफ्नो राष्ट्रप्रति उत्तरदायी हुँदै गर्दा, आफ्नो पेसाप्रति उत्तरदायी हुँदै गर्दा हामीले के भूमिका खेल्न सक्छौँ, कस्तो सोच राख्न सक्छौँ भन्ने कुरा हामीले रिफ्लेक्ट गर्दै र चिन्तन गर्दै समाजमा अगाडि बढ्नुपर्ने हुन्छ र त्यसैको स्वरूप, त्यसैको प्रतिरूप आजको यस कार्यक्रम हो भन्ने कुरा म साथीहरू सबलाई विनम्र अनुरोध गर्न चाहन्छु। As finance professionals, like as I believe we all agree that we are not only number crunchers, even if as accountants, mostly accountants भनेरै हामीलाई चिनिन्छ, किनभने धेरैजना सिए साथीहरू छौँ हामी नम्बर्सहरूमा मात्रै डिल गर्छौँ भनेर भन्ने कन्टेक्स्टबाट पर रहेर हामी समाजको, राष्ट्रको विकासमा हामीले खेल्न सक्ने भूमिका कतिसम्म इम्पोर्टेन्ट हुन्छ भन्ने कुरालाई दर्शाउने क्रममा आजको यस कार्यक्रमको जन्म भएको छ। समाजमा हामीले देखिरहेको विषय असहिष्णुता जुन हिसाबले फैलिएको देखिन्छ, अथवा इमान्दारिताको जुन कमी भएको जस्तो हामीलाई महसुस हुन्छ, ती समयमा हामीले आफ्नो प्रोफेसनल इन्टिग्रिटी, हाम्रो प्रोफेसनल डिसिप्लिन, हाम्रो प्रोफेसनल एथिक्स र भ्याल्युजहरूलाई कहिले पनि त्योबाट वी सुड नट स्वे अवे भनेर भन्ने जुन कुरा छ, त्यो कुरालाई फेरि पनि कन्फर्म गर्न, रिपिट गर्न र हामी सबैले त्यसलाई दोहोऱ्याएर हाम्रो ट्रान्सपेरेन्सी र एकाउन्टेबिलिटीको जुन इम्पोर्टेन्स छ त्यसलाई हामीले हाम्रो कर्ममा निभाउनु पर्ने जुन आवश्यकता छ त्यसलाई दोहोऱ्याउने क्रममा आजको हामीले यो कार्यक्रम राखेका हौँ। एज फाइनेन्स प्रोफेसनल्स हामीले के कस्ता भूमिकाहरू खेल्न सक्छौँ? हामी विभिन्न देश बाहिर रहेका धेरै साथीहरू छौँ,
हामीले यहाँ बाहिर बसेर पनि कस्ता भूमिकाहरू खेल्न सक्छौँ? हामीले नेपालको पोलिसी रिफर्मसँग सम्बन्धित विषयहरूमा आफ्ना केही लेखहरू लेखेर हो कि कुनै आफ्ना टेक्निकल एक्सपर्टिजहरूलाई साथीहरू बीच सेयर गरेर हो कि हामीले आफूले जानेका विषयहरूमा लार्जर कम्युनिटीलाई लार्जर बिजनेस कम्युनिटीलाई सपोर्ट गरेर ती बिजनेसहरूलाई फोस्टर गरेर अगाडि बढाएर हो कि सासाना ससाना विषयहरू हामीले हुन्डी मार्फत पैसा नपठाएर हो कि यस्ता किसिमका प्र्याक्टिकल विषयहरू कुन हिसाबले हामीले आफ्ना कन्ट्रिब्युसनहरू राख्न सक्छौँ? हामीले नसोचेका विषयहरू पनि त्यो हामीले गरेका राम्रा नराम्रा कार्यहरू जुन कुरामा हामीले कहिलेकाहीँ रिफ्लेक्ट गर्न बिर्सेका हुन्छौँ ती विषयहरूको पनि अत्यन्तै इम्पोर्टेन्ट रोल रहने गर्छ र त्यसलाई रिफ्लेक्ट गर्नको लागि आजको कार्यक्रम राखिएको हो। मैले यो दोहोऱ्याएर रिफ्लेक्ट भनिरहनु मेरो इन्टेन्सनल प्रयोग हो भन्ने कुरा पनि म हजुरहरूलाई भन्न चाहन्छु, किनभने त्यो रिफ्लेक्सनकै स्वरूप आजको कार्यक्रम हामीले राखेका हौँ। क्यापेसिटी बिल्डिङमा हामीले कस्तो भूमिका खेल्न सक्छौँ? आजका यस्ता वेबिनार्सहरूदेखि लिएर गएर हामीले टेक्निकल वर्कसप्सहरू टेक्निकल सेमिनार्सहरू राखेर पोलिसी बनाउने व्यक्तिहरू र त्यसलाई इम्प्लिमेन्ट गर्ने व्यक्तिहरू सँगसम्म यस्ता किसिमका कार्यक्रमहरूलाई पुर्याएर पनि हामीले राष्ट्रको र समाजको रिइन्जिनियरिङमा भूमिका खेल्न सक्छौँ भनेर भन्ने हाम्रो मान्यता छ र यही बाटोमा एनपिएफ आजसम्म अगाडि बढ्दै आएको छ। त्यसैको स्वरूप यी नेटवर्किङ सेसन्सहरू हुन् र हाम्रो स्पेसिफिक सब कमिटिज एजुकेसन एन्ड रिसर्च सब कमिटिज भनेर त एउटा स्पेसिफिक सब कमिटी छ। त्यसै गरी सोसियल एन्ड कल्चरल अफेयर्स सब कमिटी भनेर हाम्रो कल्चरलाई प्रिजर्भ गरेर पनि समाजको विकासको लागि नेसन बिल्डिङमा सोसियल रिइन्जिनियरिङमा हामीले भूमिका खेल्न सक्छौँ भनेर भन्ने हामीलाई लाग्छ। र एउटा महत्त्वपूर्ण विषय म राख्न चाहन्छु, जुन हामीले डेमोक्रेसी जुन प्र्याक्टिस गर्दै आएका छौँ, आई थिङ्क त्यसको एउटा ज्वलन्त उदाहरण जुन हामीले एज प्रोफेसनल्स हामीले जुन गर्दै आइरहेका छौँ, यो आजको कार्यक्रम पनि त्यसको एउटा ज्वलन्त उदाहरण हो भनेर भन्ने कुरा म साथीहरू बीच राख्न चाहन्छु। यो चाहिँ नलेज डेमोक्रेटाइजेसन भनेर भन्दो रहेछ। मैले पनि पढ्ने क्रममा यो शब्दावली पढेँ र मलाई खुसी लाग्यो यो शब्द सुनेर। हामीले जस्ता किसिमका वेबिनार्सहरू गर्छौँ, किनभने यो लाइक होइन सबै वर्ल्ड कुनै पनि ठाउँमा स्पेनमा बस्नु भएको आदरणीय दाजु हामीसँग हुनुहुन्छ, फिनल्यान्डमा बस्नु भएको आदरणीय साथी हामीसँग हुनुहुन्छ, अन्य ठाउँ इन्डियामा बस्नुभएको, साउदीमा बस्नुभएको, अन्य ठाउँहरूमा बस्ने हुने साथीहरू हामीसँग जोडिनु भएको छ, युएमा बस्ने साथीहरू, नेपालमा बस्ने साथीहरू सबैजना जोडिएका छौँ। यो डेमोक्रेसीको एउटा सुन्दर प्रयोग चाहिँ नलेज डेमोक्रेटाइजेसन हुँदो रहेछ भनेर भन्ने कुराहरू पनि मैले साथीहरू बीच राख्न चाहेँ। र यति भन्दै आजको यो कार्यक्रमको महत्त्व साथीहरूलाई मैले दर्शाउँदै म र सबै साथीहरूलाई फेरि पनि पुनः स्वागत गर्दै म आजको यस कार्यक्रमको सफलताको लागि कामना गर्छु र दिवाकर भण्डारीजीलाई कार्यक्रम अगाडि बढाउन हार्दिक अनुरोध गर्छु। धन्यवाद श्री सन्तोष खनालज्यू। उहाँले भन्नुभएको सान्दर्भिकता यो अहिलेको प्रेजेन्ट कन्टेक्स्टमा हामी सिएहरू एउटा चाहिँ हाम्रो सिग्नेचर ब्यालेन्स सिटमा हुँदाखेरि कर्पोरेट हाउसले मात्रै विश्वास गर्ने होइन कि हामीले सोसाइटीमा बोल्दाखेरि, सोसाइटीमा आफ्नो अभिव्यक्ति राख्दाखेरि र नेसन बिल्डिङमा केही काम गर्दाखेरि पनि त्यहाँ पनि विश्वसनीयता झल्किनुपर्छ भन्ने एकदम गम्भीर कुरा राख्नु भएको छ।